ती सांस्कृतिक प्रस्तुतिहरूको रसवादन गरिदिनु हुन र कलाकारहरूलाई हौसला प्रदान गरिदिनु हुन हार्दिक अनुरोध गर्छु। र हामी यो प्रबुद्ध नागरिक गोष्ठी यो कार्यक्रममा रहँदासम्म हाम्रो जीवनको अभिन्न अङ्ग बनेका सञ्चार यन्त्रहरू पाल्नुभएका प्रमुख अतिथि लगायत सम्पूर्ण प्रबुद्धजन विज्ञ र विभिन्न क्षेत्रका लगभग प्रतिष्ठित व्यक्तित्वहरूलाई शब्द सुमनद्वारा स्वागत गरिदिनु हुनका लागि हिन्दू स्वयंसेवक सङ्घ नेपालका माननीय राष्ट्रिय सङ्घचालक आदरणीय कल्याण कुमार तिमिल सिन्हाज्यूलाई रोस्टमा निम्ति राष्ट्रकामा विचार गर्दाखेरि हरेक पटक एउटै कुरा दोहोरिन्छ, राष्ट्रवाद सिद्धान्त विचारको कुरा होइन। राष्ट्रवादसँग जब व्यक्तिभित्र राष्ट्रभाव जोडिन्छ अनि मात्र त्यो राष्ट्रको नागरिकले गरेको व्यवहार र कर्तव्यको कारणले गर्दा दक्षको छोरीको रूपमा उनलाई दक्षायनीको रूपमा पनि जानिन्छ। दक्षद्वारा देवीलाई मानव जन्म दिनका निम्ति ब्रह्माको यही योजना थियो कि सती शिवको विनम्र भक्ति गरेर उनलाई प्रसन्न पारुन् र शिवसँग बिहे नै गरून्। सती बिस्तारै शिवको भक्त बन्दै गयो। भगवान शिवको मन जित्नको लागि सतीले आफ्नो पिताको महलको विलासिता नै त्याग गरे र तप गर्नका लागि एउटा जङ्गलमा गए। त्यहाँ पुगेर उनले शिवको तपस्या र आराधना स्वामीजीको सभागारमा प्रवेश भइसकेको छ। सबैजनालाई स्वागत गरिदिनुको लागि हार्दिक अनुरोध गर्छु। पूज्य स्वामीजी आजका प्रमुख नागरिक गोष्ठीका प्रमुख वक्ता प्रमुख अतिथि हाम्रो बिचमा विराजमान भइसक्नु भएको छ। स्वामीजीको सभागारमा प्रवेश भइसकेको छ। सबैजनालाई स्वागत गरिदिनुको लागि हार्दिक अनुरोध गर्छु। पूज्य स्वामीजी आजका प्रमुख नागरिक गोष्ठीका प्रमुख वक्ता प्रमुख अतिथि हाम्रो बिचमा विराजमान भइसक्नु भएको छ। नेपाल एक स्वतंत्र राष्ट्र है। आज को इस प्रबुद्ध